ल केटा कस्तो लाग्यो त आज रातिको म्याच? ब्राजिल 1 टुनिसिया 1। टुनिसिया पनि बवाल टिम हो केटा। मैले हिजो नि भनिरहेको थिएँ है, लास्ट 5 म्याचमा यिनीहरू इजिप्टसँग 3-0 ले हारे पछाडि ब्याक टु ब्याक दुईचोटि विनर भएर फेरि बिचमा ड्र खेल्यो, फेरि विनर भएर अहिले फेरि ब्राजिलसँग ड्र खेल्दैछ यिनीहरू है। 6 चोटि त यिनीहरू वर्ल्ड कप खेलिसके, 26 पनि क्वालिफाई भइसक्यो, अब पनि टोटल 7 चोटि वर्ल्ड कप खेल्छ यिनीहरू। बवाल टिम हो यिनीहरू पनि। अब ब्राजिलको कुरामा जाउँ, 74-75 बल पोजिसन हल्का खेलिरहेको थिएँ। रोड्रिगो बीचबीचमा आङ्का र मेसी जस्तो स्किल देखाइरहेको थिएँ। अब जाबी अङ्कलले रियल म्याड्रिडमा केही सोच्नुपर्छ, अनि ड्राइभिङ गर्दैछ कार्लो एन्चेलोटीले हाम्रो कन्ट्रीमा रोड्रिगोलाई, त्यो तरिकाले उसले पनि लानु पर्यो जाबीले पनि, नत्र भए त रोड्रिगोले के सोच्नुपर्ने हुन्छ। यस्तो ट्यालेन्टेड प्लेयर हो। भिनिसियसले पनि राम्रो खेले, मार्किन्योज, ब्रुनो, काश्मीरो सबैले ठिकै खेले हो। अलिकति एउटा कुरामा स्टेप आओ आमामा वाट यार, पेनाल्टी पनि त्यही, फ्री पनि त्यही, बवाल एक्लैले 6-7 सट गरेछ गेमैभरि है। ऱ्याटिङ पनि आमामा 9। यस्तो बवाल ब्लेन यार, उदाउँदै गरेको तारा भन्छु। एन्चेलोटीले त्यसलाई दिमागमा राखिसके, अब चेल्सीमा पनि मार्छ भनेर सबैले विश्वास गरेको छ। अब गेम हेर्न नछुटाउनु होला केटा हो है। बवाल खेले हो। अलिकति लास्टै भनेको पाक्युताले पेनाल्टी मिस गरे क्या लास्टमा, त्यही अलिकति नमजा लाग्यो। नत्र त 2-1 ले त हामी सिधै 2-1 ले हामी जित्यो भन्ने मैले एकदम महसुस गर्दै थिएँ। ढुक्कले कस्तो माथि हान्थ्यो कि यार। त्यही हो, खुसी लाग्यो, इन्जोय गरेँ आज राति होइन। वर्ल्ड कप क्वालिफाई दुवैजना फ्रेन्डली म्याच आगो भएको थिएँ, जस रमाइलो गरे हो। हाम्रो केटाहरूले डोमिनेटै गरेर खेल्यो खेल्न त, टोटल 21-22 सट गरेको थियो हाम्रो केटाहरूले। जे भयो भने बवाल इन्जोय गरेँ। अब क्लबको गेमहरूमा जाउँ। अब कन्ट्रीको चाहिँ अब हामी मार्चमा फ्रान्स र क्रोएसियासँग भेटौँला।